आशाले आज डाक्टरहरू हुनुहुन्छ होला, क्यापेबल व्यक्तिहरू छ सिक्किममा, तर त्यो व्यक्तिहरूलाई काममा चलाएको छैन। एउटा पोलिटिकल पार्टीले हेल्थ मिनिस्ट्री चलाउँछ, एउटा जनकल्याण प्रकोष्ठले हेल्थ मिनिस्ट्री चलाउँछ। आज खोइ डाक्टरहरू त्यहाँ त्यति धेरै पढेको व्यक्तिहरू हामी देख्छौँ त, तर खोइ उहाँहरूको नेतृत्वमा पो त्यो चल्नु पर्यो त, होइन? आज त्यत्रो स्यालेरी दिएर, तर आज एउटा पोलिटिकल पार्टीको जनकल्याण प्रकोष्ठले आज हेल्थ मिनिस्ट्री चलाउँछ। आज एजुकेसनमा हेरौँ, के चाहिँ यहाँ उद्यमी के ठुलो कुरा चाहिँ के गर्नु भएको छ र तपाईँहरूले हामीलाई यति घिनलाग्दो कमेन्ट गर्नुहुन्छ? के छ तपाईँहरूको पालामा गरेको? त्यही हो, बाहिर लगेर पैसा दिएको अनि बाहिर हस्पिटल लगेको कुरा गर्नुहुन्छ। त्यो च्यादर घर बाँड्ने त त्यो त उहिलेदेखि सत्ययुगदेखि चलिरहेकै हो, त्यो बाँडिरहेकै हो। इभन म जुन घरमा बस्छु मैले पनि त्यो एसडिएफ पार्टीको कार्यकालमा मैले पाएको घर हो, तर त्यस्तो घर त अब बनाइ नै राखेको छ नि, बनि नै रहन्छ। भोलि जसको सरकार आए पनि त्यो त बनि नै रहने हो नि, बनाइ नै रहन्छ। तर त्योभन्दा ठुलो चाहिँ के गर्यो राज्यको वृद्धिको लागि, त्यो कुरा चाहिँ तपाईँले लेख्नुहोस्, देखाउनु।